हेलो गाइज हामी चाहिँ राइनस घुम्न आएको हामी 4 जना छौँ यता हाम्रो पेर्जुङको काम नलाग्ने भेना छ हाई भन्दिनु हैन हेलो यता चाहिँ उता हाम्रो कोकेगोङको बहिनी हाम्रो सनम साल कहाँ हाम्रो भाइ अझ चाहिँ फेरि धेरै पछि राइनस घुम्न आएको माथि जान्छौँ हामी यता दिनभरि रमाइलो गरिन्छ माथि त्यहाँ चाहिँ माथिको रमाइलो गरिन्छ हामी भर्खर यहाँ गाउँमा आइपुग्यो राइनस एकदम थाक्यो त्यो बाटो एकदम उकालो रहेछ हिँड्दै हिँड्दै थाकिसक्यो यस्तो यस्तो घरहरू रहेछ यता रमाइरहेको यता हाम्रो उदय होइन मेरो ब्लगमा देख्ने बिचरा फ्रेममा कहिले पनि नआएको मान्छे है त घुमाउने त्यो के प्रतीक्षा लगाएर रहेछ घुमाउने घर पोखरामा पहिला हामीले यहाँबाट सुरु गरेको थियो माराइट झलल गर्ने बेलामा घुमाउने घर राइनस कोर्टमा यसको घर है पुरानो घरहरू यस्तो हुन्छ यस्तो सजाएको छ गब्बल लाग्यो हामी चाहिँ अब सुटिङको लागि यहाँ पूजा गर्नुपर्छ नि त पूजा गर्नु लाग्छ यहाँ अगरबत्तीको यता हाम्रो डिरेक्टर सर पनि पूजा गर्न सक्दैन हुन्छ यता हाम्रो मोडल नि है जिनिस गुरुङ ऊ पनि पूजा गर्न खोज्दैछ राम्रोसँग पूजा गर्नु यता हाम्रो भाइ भन्न के गर्ने कहाँ आज हामी राइनस कोर्टमा राइनस कोर्टमा छौँ त अब पूजा गर्छौँ हामी त्यहीँ राख्नु फाइनली हामी चाहिँ यो होटलमा आइसकेको छौँ यहाँ चाहिँ अब खाजा खाएर टक्क हामी भिडियो सुटिङमा जानेछौँ गीत बजिरहेको ब्याकग्राउन्ड छ यता हाम्रो बहिनी चिटिक्क परिरहेको कहाँ गइरहेको होटल त छ फेरि एकदम खतरा जाउँ न नि यार किन न मैं पनि हाल्नु न ल कान्छ अब सुटिङको लागि ड्रेस पनि ल्याइसक्यो है भाङ्रा भयो यता टोपी छ ढाकी टोपी केही छिनमा फेरि कछडा लाउनुपर्छ भोटो लाउनुपर्छ अनि कोट लाउनुपर्छ स्टाको त्यस्तो चाहिँ हामी सुटिङ गर्छौँ अहिले चाहिँ फर्स्ट टाइममा चाहिँ यही भाङ्रा लाएर गर्ने विथआउट त्यो कछडी अहिले प्यान्टमै छु म होइन कहाँ आएछ भाइ रात भाग्न सँग पानी यता मन्दिर छ दर्शन गरिसक्यो अब यता गेट छ शिवको मन्दिरहरू छ खतरा छ शिवको मन्दिर
हाम्रो हिउँ नै आउँदैछ आमै गजब रहेछ ड्रेस लगाइसक्यौँ है गाइस अब त ड्रेस लगायो अब ड्रेसमा नाच्ने भन्छ गेटअप चेन्ज भयो अब गुरु दामी देखायो ल हाम्रो निर्देशक कामै छैन मलाई पो दुःख दिन्छ ड्रेस लगाएर यहाँ कछड कछड उल्टो भयो भने चाहिँ अब खै लाउन नजाने आएको के भयो यस्तै छ अब रामेश्वर कलममा छौँ हामी रामेश्वर कलममा छौँ माथि हामी सुटिङ गर्छौँ हाम्रो सुटिङ चाहिँ यहीँ सकिएको छ अझ अब हाम्रो मोडलले पनि बाटो लाग्छ यता हाम्रो डिरेक्टर पनि बाटो लाग्छ यता हाम्रो आजको के अरे सहयोगी मित्र सक्यो गाइस पब्लिक Bye bye.